फर्स्ट टाइम इन दोस्रो रङ्गशाला। हेलो एभ्रिवान, काठमाडौँ बसाइको लामो समयसम्म पनि म दोस्रो रङ्गशालामा गएको थिइनँ। फर्स्ट टाइम मेरो एक्सपिरियन्स तपाईँहरूमा सेयर गर्दैछु, किनभने यो भिडियोले तपाईँहरूलाई नि हेल्प गर्न सक्छ। अनि हामी यहाँ कुन गेटदेखि जाने भनेर यहाँ सोधिरहेको थियौँ। उहाँले चाहिँ हामीलाई अगाडि जानुहोस् भनेर भन्नुभयो। आज सार्क राष्ट्रहरूको गेमहरू भइरहेको छ। आज फर्स्ट डे नेपाल र बङ्गलादेशको वुमेन फुटबल गेम हो अनि सुरक्षा पनि एकदम कडा पारिएको थियो। र यो भित्रको इन्भाइरोमेन्ट कस्तो छ भनेर म तपाईँहरूमा सेयर गरिरहेको छु। होप यु गाइज लाइक सेयर एन्ड सब्सक्राइब अनि गर्नुहुनेछ आशा छ। फाइनली हाम्रो गेट पनि आइसक्यो। ओ माई गड, भिभिआइपी पो रहेछ त हाम्रो टिकट गाइज। म तपाईँहरूलाई चाहिँ भिभिआइपी भिआइपी र नर्मलमा चाहिँ के डिफ्रेन्स छ भनेर पनि बताउँछु। लिटरली गाइज केही डिफ्रेन्स छैन। यहाँ भिभिआइपी र भिआइपी कार्पेट छ अनि रेस्टरुम भिभिआइपीको एकदम निट एन्ड क्लिन छ र भिआइपीको अलि डट्टी, नर्मलको भन् त झनै डट्टी छ। यति डिफ्रेन्ट हो होइन। अनि गेम 5:30 मा हुनेवाला थियो तर स्टार्ट अलि लेट भयो अनि वेटिङ गर्दा अलिक बोर लाग्यो। यसो हेर्दाखेरि अडियन्सहरू पनि फर्स्ट डे भएर झन् हुनुपर्ने गाइज। के भएको यता किर्तिपुरमा क्रिकेट भइरहेको भएर यहाँ चाहिँ अडियन्सहरू खासै हुनुहुन्थेन भनौँ न। अब यत्रो ठुलो सिटहरू नर्मल भिआइपी सबै खाली नै थियो होइन। यु क्यान सी गर्ल्सहरू क्या एक्साइटेड छ होइन गेमको लागि। अब गेम अबाउट टु स्टार्ट हुन थालिसक्यो भनौँ न, गेम सुरु हुन लागिसक्यो। अनि हाम्रो चाहिँ वाइट लाउने चाहिँ नेपाल हो भने ग्रिन र यतातिरको ग्रिन र अनि कस्तो रेडहरू लाउने चाहिँ हो यो चाहिँ बङ्गलादेश हो। वाइट ड्रेसहरू लाउने। यति राम्रो खेलेको थियो गाइज। अब स्टार्ट भइसक्यो होइन। यति राम्रो खेलेको थियो। मेरो एक्सपिरियन्स मलाई चाहिँ फर्स्ट टाइम यति मजा आयो कि 4 गोलले नेपालले फर्स्ट डेमै बङ्गलादेशलाई हराएको कन्डिसन थियो। मलाई अलि साथ पनि फिल भएर बिचरा बङ्गलादेश है, एउटा गोल त हान्नु नि, जित्नु त नेपालले नै होइन। मेरो एक्सपिरियन्स चाहिँ अमेजिङ नै थियो किनभने अनि मलाई चाहिँ एकदम राम्रो लाग्यो। होप यो भिडियोबाट तपाईँहरूले इन्फर्मेसन पाउनुहुनेछ अनि लाइक सेयर एन्ड सब्सक्राइब गर्नु हुनेछ। थ्याङ्क यू फर वाचिङ। बाई बाई।